यो चाहिँ हामीले सिफ्टिङ गरेर हिजो अस्ति तपाईँहरूले देखाइसकेको घार हो र यहाँनिर चाहिँ हामीले मुडे घारबाट यो मौरी यहाँनिर सिफ्ट गरेका थियौँ र यहाँनिर चाहिँ क्विन गेट लगाइदिएका थियौँ। यहाँनिर देख्न सक्नुहुन्छ एउटा मौरी चाहिँ यहाँनिर के गरिरहेको छ हेर्नुहोस् है। म तपाईँलाई नजिकबाट देखाउँदैछु हेर्न सक्नुहुन्छ। यो क्विन गेटको जुन मुख छ यसले चाहिँ काट्ने कोसिस गर्दैछ। यो क्विन गेटको जुन मुख छ यसले चाहिँ जुन छेउको भाग चाहिँ यसले काट्ने प्रयास गर्दैछ र यसले अलिअलि चाहिँ काटेको पनि देख्न सकिन्छ। र यहाँनिर चाहिँ केही रेसाहरू देख्नुभयो होला। यो चाहिँ हामीले केराको जुन सुत्लो थियो त्यो सुत्लोलाई प्रयोग गरेर चाकाहरू बाँधेका थियौँ र यिनीहरूले जुन सुत्लो जुन बाँधेको जुन धागो जस्तै धागोको रूपमा चाहिँ बाँधिएको जुन चाकामा बाँधेको केराको रेसाहरूलाई चाहिँ यिनीहरूले निकाल्दैछन् र यो गेट चाहिँ अब निकाल्नु पर्ने भइसकेको छ। यिनीहरूले सङ्केत दिइसकेको छ किनभने यसलाई गाह्रो भइरहेको महसुस गर्न सकिन्छ र मौरीले यो क्विन गेटलाई काट्ने प्रयास गरिरहेको छ र यहाँनिर यिनीहरूले जुन रेसा निकाल्दै थिए त्यो चाहिँ निकाल्न यिनीहरूलाई गाह्रो भइरहेको छ। त्यसकारण चाहिँ मैले अब आज चाहिँ यसको क्विन गेट निकाल्दैछु र जुन मुडे घारबाट सारिएको जुन मौरी थियो अब चाहिँ फाइनल्ली यिनीहरू यहाँनिर चाहिँ बस्छन् भन्ने कुरा चाहिँ पक्कापुक्की भइसकेको छ। यिनीहरू यहाँनिर सक्सेस भएका छन्। अब यिनीहरू यहाँनिर बस्छन्। अब म आज यिनीहरूको यो क्विन गेट चाहिँ निकालिदिने वाला छु र मौरीहरूले मजाले काम गरिरहेका छन्। फाइनली क्विन गेट चाहिँ मैले निकालिदिएको छु। यहाँनिर देख्न सक्नुहुन्छ यसले मसिनो तरिकाले अलिअलि चाहिँ यसले काटिसकेको छ। क्विन गेटको जुन टिनको भए पनि यसले काटिसकेको छ थोरै। यसको दाम चाहिँ निकै बलियो हुँदैछ र यहाँनिर जसले काट्ने ड्युटी पाएको छ त्यो दङ गरेर हेर्दैछ किन यहाँ चाहिँ के भयो होला भनेर यसले चेक गर्दैछ। अब यिनीहरूलाई भित्रबाट जति पनि चिजहरू सफा गरेर बाहिर निकाल्नु पर्ने छ यिनीहरूले त्यो पनि यिनीहरूले अब सजिलै गर्न सक्छन् र यिनीहरूले अब बाहिरबाट लानुपर्ने चिजहरू पनि सजिलै लान सक्छन्। देख्न सक्नुहुन्छ यिनीहरू चाहिँ अब मजाले ओहोर दोहोर गर्दैछन्।